हेलो साथी हो, गुड मर्निङ। कस्तो हुनुहुन्छ हजुरहरू? सन्चै हुनुहुन्छ भनेर आशा गर्छु र म पनि ठिकै छु। अब हेर्नु चाहिँ आज बिहान बिहान उठेर म चाहिँ नुडल्स बनाउन थालेँ कि आजको ब्रेकफास्ट चाहिँ हामीले चाउमिन भनौँ कि नुडल्स भनौँ के भनौँ। अब चाउमिन भने पनि नुडल्स भन्नु पनि त्यही हो के अरे, एउटै होइन। र म चाहिँ नुडल्स बनाउन एकदम रेडी भएँ। आज चाहिँ सबैले भन्नुभयो, नानीहरूले नि भने आज चाहिँ हामी नुडल्स खाने हो भनेर। र म चाहिँ यहाँ नुडल्स बनाउँदैछु। र सबैभन्दा पहिला मैले चाहिँ नुडल्सलाई चाहिँ धोएँ है। मेरो हातको नुडल्स चाहिँ मनपर्छ अरे मेरो हस्बेन्डलाई पनि, मेरो नानीहरूलाई पनि। र अर्थक नगरे पनि नुडल्स बनाउने काम चाहिँ जिम्मेदारी चाहिँ मेरै छ। र मैले चाहिँ यहाँ एकदम रेडी गरेँ, धुइधाइ गरेर। यहाँ हेर्नुहोस्, अब म बनाउन थाल्छु साथी हो। अब बनाएपछिको पनि हजुरहरूलाई देखाउँदैछु ल। अब सब्जीहरू काटेर मैले रेडी गरिसकेको छु। र मैले यहाँ क्याप्सिकम, गाजर अनि हरियो खुर्सानी, सोया सस, अलिकति टमेटो सस हालेर यहाँ चाहिँ फ्राई गर्न थालेँ। अलिकति ड्राई फ्राई भयो भने चाहिँ साह्रै टेस्टी हुन्छ है साथी हो। धेरै बेरसम्म फ्राई गरिराख्छु म चाहिँ। र मेरो हातको नुडल्स चाहिँ आफैलाई पनि मलाई एकदमै मनपर्छ र मेरो नानीहरूलाई, मेरो हस्बेन्डलाई पनि मनपर्छ भनेर जहिले पनि म नुडल्स बनाउँछु नि, मै नै बनाउँछु सबैलाई मनपर्छ भनेर। र आफूलाई पनि खुसी लाग्छ मलाई होइन। कहिलेकाहीँ चाहिँ जङ्क फुड खाना नि साथी हो मन पर्दो रहेछ। अब सन्डे भनेर आज चाहिँ अलिकति स्पेसल बनाएको नि मैले चाहिँ। र मेरो नुडल्स चाहिँ मजाले फ्राई भयो साथी हो, पाको। अब चाहिँ म ब्रेकफास्ट गर्नु पऱ्यो र सबैलाई ब्रेकफास्ट दिनु पऱ्यो साथी हो। हजुरहरूले के ब्रेकफास्ट बनाउनु आज सन्डे भन्नुहोस् होला। त्यो नुडल्स पनि रेडी भयो। यहाँ हेर्नुहोस्, यो चाहिँ मेरो प्लेट है ल। र मेरो हस्बेन्डलाई चाहिँ नि हेर्नुहोस् न, नुडलको साथसाथ अमलेट पनि चाहिने अरे। यहाँ अमलेट पनि बनाइदिएँ, साइडमा प्याज पनि राख्दै। उसलाई चाहिँ अमलेट र नुडल्स साह्रै मनपर्छ। उसको कम्बिनेसन चाहिँ फेरि टेस्ट चाहिँ यस्तो खालको छ है उसको चाहिँ। ल साथी हो, अब खानु पऱ्यो नुडल्स।